यो हप्ता युनिक्लो एक्सपोर्टमा हामीले 17वटा भिजा रिसिभ गरेको छौँ। जुन भिजामा म सबभन्दा खुसी छु त्यो भिजा हो हाम्रो काजीमन सरको है। धन्यवाद। त्यही भएर चाहिँ हामीले यसपालि चाहिँ एउटा सेगमेन्ट गर्न लागेको छौँ, त्यो रहेको छ जस्ताको त्यस्तै। यसमा चाहिँ काजीमान सरले हामीसँगको यात्रा कस्तो रह्यो उहाँले आफ्नै मुखबाट एउटा सानो शब्दमा भन्नुहुनेछ। काजीमान सर, हजुर, तपाईँको युनिक्लो एक्सपोर्टसँग कस्तो रह्यो अहिलेसम्मको यात्रा? अहिलेसम्मको यात्रा चाहिँ मेरो युनिक्लो एक्सपोर्टसँग चाहिँ एकदम राम्रै रह्यो। हाम्रो अमित सरसँग चाहिँ मैले चाहिँ हाम्रो चाहिँ टिकटकमा देखेको, मैले टिकटकमा हेर्दै जाँदाखेरि चाहिँ म दुबईमा चाहिँ धेरै ठाउँमा घुम्यो, यो कन्सल्टेन्सीमा धेरै ठाउँमा घुम्यो, यताउता घुम्यो। त्यसको घुम्ने क्रममा चाहिँ धेरै ठाउँमा चाहिँ मैले फ्रडहरू नि देखेँ, स्क्याम गर्नेहरू। अनि यहाँ चाहिँ मैले टिकटक हेर्दै जाँदाखेरि चाहिँ यहाँ चाहिँ अलिकति मलाई जेन्युन लाग्यो टिकटकमा। अनि आएर मैले अमित सरसँग भेटेँ। अमित सरसँग भेटेपछि चाहिँ उहाँले अनि प्रोसेसहरू गर्नलाई योभन्दा लगभग 7.5 महिना होइन सर, त्यस्तै 7-8 महिना जति अगाडि चाहिँ हाम्रो प्रोसेस एप्लाई गरेको थिएँ यहीँबाट विश्वास लागेर। किनभने यहाँको सुविधाहरू चाहिँ अब भिसा लागेन भने 100% रिफन्डेबल छ। त्यसमै मलाई विश्वास लागेर चाहिँ मैले उहाँसँग चाहिँ टिकटकबाट जोइन गरेर चाहिँ मैले एप्लाई गरेको। अहिले भिसा लाग्यो, म यसको लागि एकदम खुसी छु। युनिक्लोलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, युनिक्लो लगायत हाम्रो अमित सरले। तपाईँको 8 महिनामा तपाईँको समय 8 महिना धेरै लाग्यो। हजुर, तपाईँलाई बिचमा चाहिँ कहिले डर लागेन म पनि फेरि फस्ने हो कि? किनकि तपाईँ एकदमै धेरै फसिसक्नु भएको थियो पहिला पनि। हो सर, हजुर, तपाईँ फसेर तपाईँसँग यति धेरै समस्या मलाई सुनाइसक्नु भएको थियो। हजुर। तर 8 महिनामा चाहिँ कहीँ कतै लागेन म फेरि यहाँ पनि स्क्याम हुने हो कि भनेर? होइन, त्यस्तो त अलिअलि त लागेको थियो, तर 100मा 90% लागेको थिएन, 10% लागेको थियो। तर किन लागेको थियो भन्दाखेरि चाहिँ अब धेरै मान्छेहरूले चाहिँ यहाँ स्क्याम छ दुबईमा भन्ने हुन्थ्यो। त्यस कारणले चाहिँ मलाई 10% चाहिँ अलिकति स्क्यामै हो कि भन्ने लागेको थियो। तर 90% चाहिँ मलाई यहाँको जुन अफिसमा आएर भिजिट गरिसकेपछि चाहिँ हाम्रो सरहरूसँग भेटेर चाहिँ तपाईँ लगायत उहाँ सरहरू सबै यहाँको टिमले भेटेपछि चाहिँ मलाई चाहिँ अलिकति चाहिँ 100मा 100 हो कि जस्तो पनि लागेको थियो कि एक हिसाबले मलाई जेन्युन लाग्यो। त्यस कारणले चाहिँ मैले चाहिँ यहाँ एप्लाई गरेँ, भिसा आयो अहिले मलाई। सरहरूले पनि मलाई धेरै सहयोग हेल्प गर्नुभयो, यताउता गरेर पनि मेरो भिसा आयो, त्यसको लागि धन्यवाद। यस 7-8 महिनामा आयो भिसा मेरो, धेरै खुसी लाग्यो मलाई एकदम। म भौतारेर हिँडिरहेको थिएँ, नेपालबाट नि गरेको थिएँ, कतै भएन। यहाँतिर पनि अन्त धेरै ठाउँ घुमियो, तर कतै पनि नभएपछि यहाँबाट चाहिँ मेरो भिसा लाग्यो, युनिक्लो एक्सपोर्टबाट चाहिँ भिसा लाग्यो। काजीमन सर, तपाईँको म्यानेजरको भिजा थियो हजुर, होइन? तपाईँलाई धेरैजनाले के डकुमेन्ट चाहिन्छ भनेर अल्झाइरहेको रहेछन् होइन? तपाईँलाई चाहिँ के लागेको थियो म्यानेजरको भिजाको बारेमा? सर, म चाहिँ दुबईमा आएँ, म दुबई आएपछि फ्रिलान्स भिसा लाग्यो, म्यानेजरको पोस्टको भिसा लगाइदियो। अनि म्यानेजरको भिसा पोस्ट लगाएपछि म अरू ठाउँमा पनि गएँ। मेरै म्यानेजरको पोस्टको भिसा लगाएपछि जापानको पनि भिसा लगाएर दियो। जापान पुगेपछि मलाई फर्काइदियो, त्यहाँ केही प्रब्लम नभएर। मैले अन्ततिर पनि एप्लाई गर्नुपर्दाखेरि चाहिँ अन्त कन्सल्टेन्सीहरूले चाहिँ म्यानेजर भिसाको चाहिँ वर्क पर्मिट आउँदैन, वर्किङमा जान मिल्दैन, भिजिटमा मात्रै जान मिल्छ भन्ने कुरो गरेको थियो। अनि त्यसपछि चाहिँ मैले त्यस्तो कुराहरू धेरै ठाउँमा बुझेपछि म घुम्दै टिकटक हेर्दै हजुरको युनिक्लो एक्सपोर्टमा आइपुगेँ। त्यसपछि हजुरसँग मैले भेटेँ, हजुरहरू सबै एक्सपिरियन्सवाला हुनुहुन्छ, सबैले राम्रै मलाई भन्नुभयो, बुझाउनु भयो। त्यसपछि मैले यहाँबाट एप्लाई गरेपछि चाहिँ हजुरहरूले चाहिँ मलाई भिसा दिलाइदिनु भयो 100%मा होइन। त्यही विश्वास लाग्यो। मेरो घर परिवारहरू पनि सबै खुसी हुनुहुन्छ। अनि घर परिवारबाट पनि युनिक्लोको लागि धेरै धेरै धन्यवाद हुनुभएको छ। घर परिवारले पनि पत्याएको थिएन अब यस्तो हुन्छ भनेर, धेरै घुमिसकेको थिएँ म। अनि हाम्रो साथीभाइहरू, टिकटक हेर्ने साथीभाइहरूलाई, अब दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने म एउटा कुरो, तपाईँहरू युरोप जानुहुन्छ हुन्न आफ्नो ठाउँमा छ, एकचोटि युनिक्लोमा आएर कुरो बुझ्नुहोस् के कस्तो छ, त्यति बुझ्नुहोस्। अनि हजुरहरूले बुझ्नु भएपछि हजुरहरू बुझ्नुहुन्छ, हजुरहरू बुझ्नु भएपछि हजुरहरूले थाहा हुन्छ सबै कुराहरू। मलाई चाहिँ एकदम खुसी लागेको छ, एकदम राम्रो लागेको छ। घर परिवारले पनि धेरै धेरै धन्यवाद भन्नुभएको छ हाम्रो युनिक्लो सरहरूलाई, युनिक्लो एक्सपोर्ट सरहरूलाई लगायत म पनि हजुरहरूलाई धेरै धन्यवाद दिन चाहन्छु, मलाई भिसा लगाएर दिनुभयो। धन्यवाद। ल काजीमान सर, तपाईँको आगामी भविष्य एकदम राम्रो होस्। हस् सर, म चाहिँ पर्सि जाँदैछु, मेरो चाहिँ भिसा लगाएर चाहिँ आज आएको, म पर्सि जाँदैछु। ल काजीमान सर है, तपाईँको अग्रिम तपाईँलाई आगामी दिनहरू त एकदम राम्रो होस्। हाम्रो सम्बन्ध चाहिँ तपाईँको यहाँदेखि भिजा लाउनुसम्म मात्रै होइन, तपाईँको गइसकेपछि तपाईँ काम कस्तो हुन्छ, टाइममा आउँछ कि आउँदैन, तपाईँ त्यहाँ भइरहँदाखेरि पनि हामीसँग जोडिराख्नु होला। केही समस्या पऱ्यो तपाईँले निर्धक्क भएर हामीलाई कन्ट्याक्ट गर्नु एकदम एकदम सर, एकदम राम्रो तपाईँ फेरि पनि ल राम्रोसँग जानु होला। धन्यवाद। गर्नु होला है। हस् सर।